go. Happy Diwali! Hello my YouTube family, welcome back to my channel. It's me Bida Tamang Thapa. So good morning. अहिले चाहिँ बिहानको 4 बजिरहेको छ. So आज चाहिँ बाइटिकाको दिन कार्तिक 6 गते 2082 को. So म चाहिँ अहिले उठे अघि नै उठ्नु आटेको थिएँ, फेरि बुस भएछु अनि भर्खर उठिसके अनि सो सबैजनालाई चाहिँ ह्यापी बाइटिका अनि चाहन्छु जो जता हुनुहुन्छ आफ्नो दाजुभाइ दिदीबहिनीहरू आफ्नो ठाउँमा बसेर लगाउनलाई टाढो हुनुहुन्छ भने चाहिँ अब अहिले चाहिँ इन्टरनेटको जमाना छ, त्यहाँबाट फोन गरेर त्यहीबाट विश गर्नु होला है त। अनि त्यही भएर सो म चाहिँ अहिले उठिसकेँ, अब यहाँ मुख नधुइकन भिडियो बनाइरहेको छु। अनि अब म चाहिँ उठेर नुहाइदिएको गर्छु। अनि यहाँ चाहिँ मेरो मम्मी चाहिँ बिहानै 2 बजे उठेर के गर्दै हुन्छ चाहिँ यहाँ चाहिँ सेलरोटी बनाएर 2 बजे उठेर सेलरोटी बनाइसक्नु भइसक्यो मेरो मम्मीले। अब अझै अलिक बाँकी छ है, हाम्रो सेलरोटी चाहिँ घरको यस्तो भएको छ है त गाइजहरू। मेरो मम्मीले चाहिँ हाम्रो घरको सेलरोटी अझै पाक्दैछ लगाउनु भयो। हाम्रा घरमा पकाएका रोटी हेरिदिनुहोस् कस्ता एकचोटि। हामी जहिले भाइटिकाको बेला मात्रै पकाउनुहुन्छ मम्मीले, यति मिहिनेत गरिदिनुहुन्छ। माइतीहरूलाई बासी खुवाउनु हुँदैन नि त, हामी त साँची खुवाउँछौँ होइन। हेर्नुहोस् कडा गाइस, म चाहिँ नुहाइधुवाइ गरेर पनि आइसकेँ। सो अब चाहिँ म यहाँ अन्डा बोइल गर्न जान आँटिरहेको छु है त। अन्डा चाहिन्छ नि त। हाम्रो चाहिँ अन्डा यतिवटा भयो। सो अब म यसलाई बोइल गरिदिन्छु है त। यहाँ चाहिँ टमाटरको अचार बन्दैछ, चटनी यहाँ यस्तो काटिरहेको छु। अनि अब यो मुलाको अचारहरू बनाउँछु। अनि अन्डा यहाँ हुँदैछ, टमाटरको अचार। मेरो अचार चाहिँ अलमोस्ट रेडी हुँदैछ। अनि त्यसपछि धनियाँ हालिदिन्छु, सेलाउनमा राखिदिन्छु। अन्डा पनि भइसक्नु आँट्यो। अनि यहाँ अचार काट्दैछु। हाम्रो चाहिँ यहाँ माछा पनि अलमोस्ट रेडी भइसक्नु आँट्यो। सो गाइस, लगभग चाहिँ हामीले खानासाना बनाइसक्यौँ। अब म चाहिँ आधी रेडी भयो। माथि चाहिँ टिकाहरूको उयो मिलाउन जाँदैछु। सबै कुरा दाइहरू पनि आइसक्नु भयो, आउँदै हुनुहुन्छ। सेलरोटी गर्नु आँटेको छ है गाइस। फुलै फुलको मौसम पनि त हो नि यो, सयपत्री मखमली एकदम। अनि यही बेला नेपाल सम्बत नयाँ वर्ष सुरु हुने महाकवि मैले चाहिँ यतिको रेडी गरिदिएको छु है त। अनि माला जति चाहिँ यहाँ छ बजार सुक्नु छ, बजाइरहेको भएको छ। कलर त यो के भएछ? यो पनि चाहिने हो। यहाँ बिचमा राख, उताबाट सेयर गर्ने। बाना टोरी यहाँ छ घर। उयो हो त्यहाँ छ दागो। 3 फेरा हान्नु पर्यो नि त। 3 फेरा यहाँसम्म पुगिहाल्छ नि। मैले त यता मात्र बेरेको अलग अलग हो सिमाना त्यसो भए सिमाना सामानै
बोर्डरमा यता घिसिन यता मुख खोइ फोटो खिच्ने त कता चाहिँ नि ओल्लो बिजी लाइदिन्छ त्यहाँ समाचार भन यहाँ यस्तो घुमाउने नि त बोर्डरकै मान्छे हो नि त्यसलाई खाली अप्ठ्यारो अनि म चाहिँ कता त्यो बोर्डरमा लाउनु तपाईले खै कता आऊ म त केही बुझिन हौ मान्छे ए त्यसलाई त दुईपट्टिबाट इन्डियाबाट नि नेपालबाट नि लु यो धागो त कता कता बेरिने पर्यो त लु विद्यालय नि बेर्नु पर्यो नि सबै केटाहरू पनि गर्दा हुन्छ एउटै धागो बेर नै पुगिसक्यो त्यहाँ साह्रो घाँटीमा भएछ भाइलाई त हैन हुन्छ उहिले हामीहरू माथि के अरे माथिदेखि तल लिस्नुको कुनासम्म हुन्थ्यो दाजु त्यो छोड्दै त्यो अब यो गरौँ लगाइज यता लु यहाँ यो कुद्दैछ यो धागोले छेकेको यमराजले मुक्तान र गेसिङ भएर झन् हो त तीन फोटो भएन छैन अब उताबाट आउनुपर्छ अब एक फोनको जाना पुगिहाल्यो ल यमराजलाई ट्याङ्के ट्याङ तीन भयो हैन बहिनी यमुनाले यमुना चाहिँ के अरे नाम यमुना यमुना थियो अरे यमुनाले चाहिँ माइतीलाई हो यसरी घेरेको अरे क्या हो त्यही अब 3 फनको ल सिद्धियो लु आज नआएको छ छैन यो यस्तो थोपो नै जाँदा हुन्छ भनेको कमन धन सबै त्यो जसरी पुगिहाल्यो नि त्यताबाट घुमेर चाहिँ त्यहाँ पुग्यो यो जल त एकदम सुन्दरी जलको जल हो दीपिकाले नि गर्थ्यो 2082 सालको फुल्ले घर भाइटिका सबै जाओस् माइती राजाहरूको राम्रो होस् सीताको कुपुग होस् होइन फलिपास होस् फलिपास हो कि के उन्नति प्रगति होस् माइती राजाहरूको अनि माइती राजाहरू वृद्धि भयो भने त अनि चेलीले पाउने हो नि होइन होइन यता क्याप्टोपी शुद्ध पानी हो झन् एक थोपा लानु चेलीहरू ठोकेर धन्न एउटा चेली चाहिँ यहाँ फोटोग्राफर बनेको छ र मात्रै भयो एकछिन यता नि उता खोइ फुल लगाइदिएको छैन त ए चुटाएर अनि दशा गर ल छिटो 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 यता छिटो 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 ओखरामा फोरिदिए टिका लगाइसकेपछि अनि बल्ल सगुन अहिले त कहाँ हो त नि यो त स्टार्टिङ त शुद्ध सुन्दरी जलको जलबाट स्टार्टिङ हुन्छ क्या केस गर्नु पर्दैन यसो लाउने पर्छ पर्छ नि
होइन त्यस्तो गर्नु पर्दैन होला आफै काइयो छ त कोरिदिने त अरे ल यो तेलले राक्षसहरू सबै चिप्लेर जाओस् यसको अर्थ अर्थाउँदै जानुपर्छ यो तेल लगाएको चाहिँ के हो चिप्लेर जाओस् भनेको नि बाल राम्रो बनाइदियो अमृत दाइको बाल अलि राम्रो माइला दाइको पनि हो नि यो खोलेर अलिक राम्रो बाँध्दे हो यो तेल लगाउनु पर्छ त्यही घडामा हो त हो त्यहाँ ल टिका लाउनु खोलेर हेरौँ भएन क्या अब झन् चल्दै मिलेन यो चामल भनेको चामल लक्ष्मीको धनी अरे लक्ष्मीको सस्तो फुल हो फेरि एकदम लक्ष्मीले बास गरून् खोइ यता खोइ लु अन्त लु हौ भाउजूलाई भन्नु पर्दैन भाउजूलाई पो भन्नुपर्छ यसले त सस्ता गर्नु राम्रो पूजा सुजा गर्नु विद्यालय राम्रो पारा ठुलो बनाउनु छ सेतो उहिले त एउटा सेतो लगायो होइन अनि रातो बिचमा लगायो त्यति हो हामीले लगाएको त मानिरहेछ एकैपटकमा कस्तो राम्रो भयो कति सिधा के मेरो मनै सिधा छ नि यसो भन्ने कि लाग्दा यसमा त कहाँ लगाउँथ्यो यसरी निकाल्ने थोरै अनि यसरी पिठो बनाएको चाहिँ कसले हो नि हौ पिठो बुझिस् नि पिठो अरूमा मिक्स गर्ने होइन नि फेरि आफ्नो नै हुन्छ त्यो राइटली भनेको किन चस्मा लगाएको सबैको भन्दा राम्रो आउँछ है राम्रो खिचिदिनु विद्यालय यताबाट घुमे पछाडि खिचिदिनु नि पोहोर पापले चाहिँ मैले खुब रमाइलो भएको थियो यसपालि यहाँ रमाइलो भयो रमाइलो गर्नुपर्छ भने वर्षमा एकचोटि हो जेठा दाइ माथिदेखि माथिदेखि कुन कलर लाउनुपर्छ तलमा जेपाइते खोइ अनुहारै देखेन तेरो पालमा किन यत्रो डल्लो निस्क्यो सम्पत्तिको डल्लो निस्क्यो होला हौ खलिफा हुने रहेछ है लु डल्लो निस्क्यो होइन तर रोटी चाहिँ त्यहीँ भएको छ हौ माइतीहरूको नाममा पोलेको यसको निदा नजर राम्रो क्लियर देखिँदो रहेछ क्या सेतो क्या ठिकै छ पेपर अलिअलि सरसर पारेर दिनु यहाँ झऱ्यो भने तैँले उता सर लगाउँदै जा अहिले मलाई एउटा लगाएन एउटा लगाएन अरू म मिलाइदिन्छु दुइटै लगाउला नि दिपिकाले लगाए भन्दैछ त ल्याउनु नि सबै होइन यहाँ अझै 4-5 ल्याउ अब त ठुलो भयो अब त आफै गर्नुपर्छ अब त यता पास गरेर त पेपर अहिले हात पुस्नुपर्छ कलर लाग्नुपर्छ लामो नाक फुल्याउँदैछ है सुभाषले निलो रङले चाहिँ एकदम शान्त जति नै क्रोध हराउँछ अरे कि यो निलो रङको रातोले चाहिँ अलिक क्रोधी बनाउँछ अरे मान्छेलाई होइन हजुर तर बेला बेला कहिले क्रोधी पनि हुनुपर्छ मान्छे हो त नि समय परिस्थिति अनुसार किन पो कस्तो कानको एयरबडले त्यसो गरेर झन् बिग्रिन्छ होइन रातो भयो बिग्रिँदैन नबिगाइ लगा अलिक सास पनि फेर्दै गर्ने फुको के भन्दैन अनि भरे यो मैले भनिहाल्छ अनि के गर्नु गाह्रो छ नि यो अनि अन्त यत्रो दुःख गरेको छ परिवार इष्टमित्र साथीभाइ सबै खुसी रहन सहयोग गर्छ यो गुलाबी कलरको कलरले
कान्छी गयो त तारेबुङ सुभाषलाई छैन दाइ मधेसमै छ ए सुभाषलाई झर्दै कुन कलर आयो मिङमाकोमा निलोमा आयो उसको मन आनन्द हुन्छ पार्छ यो निलो रङले वर्षभरि जीवनभरि एकदम आनन्दित पार्छ बनाएपछि फोटो बनाइन्छ कहिले काहीँ रिस उठ्दा पनि खुसी हुने कोसिस गर्नु धेरै राम्रो काम गर्छ कलर चाहिँ निलो बोकेर हिँड्नु पर्ने भयो रिस उठेपछि दलिहाल्ने अब ग्रिन धेरै लगाइदिनु कडा रहेछ नि त ठ्याक लाग्ने होइन हामीले लाउने होइन नि छोरीलाई लगायो नि कुन लागेको छ नि त्यसलाई चाहिँ यो कलर एकदम घरको बस्छ घरको बाहिर त्यो चाहिँ अलिक बेसी आया घाड दिइसक्यो छिटो ल्या छिटो एकछिन बाई खिचिदिनु फोटो सामी गाईलाई मात्र लगाइदिस् त लाउँदै आउँछ पहिला मखमली मखमली फुल्दा मार्सी धान जुल्दा म चेली आउने छु भने थाहा छैन यो त तल आउँछ मखमली कहिले नलिने मखमली फुल जस्तै तिमीहरू सदाभर रहोस् है तिनजना चेलीहरू भएछ खै पहिला खोइ यता लगाइसकेछ एकैचोटि गरौँ न यता सकौँ यता सुरु भएको छैन फेरि हेर आएर पनि जाउँ पर्खिँदै गर्नु पर्यो ल अहिले पछाडि बसेर गर्दा भइहाल्छ ए त्यसले त्यो प्लेटमा राख्दो भाइ अर्को पनि दसैँमा खुब रमाइलो अनि यत्रो धेरैजना माइतीहरू अनि एकदम रमाइलो गर्नुभएको छ हुन्छ अब सकुन यो दहीको अर्थ चाहिँ हाम्रो जिन्दगीमा यसले चाहिँ यो दहीबाट सुरु गरेर धेरै शुभ शुभ कार्यहरू हुन्छ अरे शुभ काम हुनेदेखि लिएर होइन गुलियो मिठो यसरी नै हो बिमला र हामी रोटी अब यहाँ छ नि दुईजना बिरालो जस्तै बसेको छ मिठो रहेछ खै रोटी खुवाएको त सानसानो टुक्रा सिङसिङै देऊ न हौ सिङसिङे त दिइरहेको सेलरोटी भनेको होइन सेलरोटी नै पुगेन क्या हौ त्यो डालै ल्याएर राख्नु न हौ यहाँ खाओस् न भगाउने गरी ल टुक्रा त कता भयो ठिक छ होइन त्यहीबाट टोपी यो टोपी जस्तै सधैँ उच्च साइज त नापेर बनाएको एसयुबी सब
त्यो गरेर तँ यता पछाडि झन् मजाले फोटो खिच्छ अनि त्यसमा अझ होइन पहिला चाखौँ अनि मात्रै होइन चाख्नु पर्दैन नि चढ्दैछ नि बिस्तारो हतार टाउको छ्यान छैन मेघमेले ससुराली त तामाङ नै बनाएको न ओ दिपेका बियर राख्छ सबैजना अब बियर राख्नु त्यहाँ नेवार भाइसँग हिँड्दा नेवार नै ल्याउन आँटेको छ रहेछ भनेको त बियर राखेर त्यहाँ ढोक्ने यहाँ हो त्यहाँ राख्ने ढोक्नु परिहाल्यो त्यहाँ राखेर ढोक्ने सिकाउनु पर्छ त हौ कहाँ अनि दुई हातले हो त्यसरी यो 2 गोलीको दोसाथमा हो नि त बोर्डर भएर यहाँ छ ए अब यो टिका खाली चाहिँ भित्र लगाउनु पर्यो सकेर हामीलाई बाँकी छ नि त फेरि होइन बाँकी नगर्दा चाहिँ हुँदैन सिकाउनु पर्छ नि बाउजीलाई हो माइती राजाहरू ल तलकै तान्नु नै त्यो माथि तान्नु भयो तिमीहरू निलो कलर अर्थ भन्दै जानु है रेड लगाइदिनु हेर्दै लाग न जल्दी नलागेछ त्यसलाई क्यामेरा हेर्नु है अब त्यहाँ थुप्रै हुन्छ ठिकै 7 जना हो टिका लाउनेहरू 7 जनाहरू छ यता चाहिँ के गर्दैछ गाँठो पर्दैछ त कुटु 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 गर्दैछ यो उता भित्र राखेर अनि ठाउँ फरक हुन्थ्यो नि लदिपिका आज तेरो टन जुन जुन कमी छ त्यही मात्र लगाएन निलै धेर लगाइदेऊ न त दिनलाई चाहिँ के छ के चाहेको त्यसमै लगाउनु ए तेरो लुगा पछाडि दियोले फेरि बिजेले एउटा लगाइदियो त दशैँमा अब उता नानीलाई अलि अगाडि जा न त्यही माथि थप्दैन एउटा यसो फ्यास ल यो उ पनि यसो दिया ए बिचमा हैन त्यही गरेर यसो हुन्छ त्यो भएन नि यसो यहाँ टोपीमा लगाइदिनु यसपाल धेरै महँगो छ के त्यही भएर नदेको त्यो माग्दा पनि यसपालि धन्न जुरेछ पो नजुर्ला जस्तो थियो नेपाली टोपी 3 जनालाई इन्डियाबाट अनि अघि बिहान भर्खर ल्याएको इन्डियाबाट ल्याउनु दिएन नि त यसपाल नभेटेर अनि अघि बिहान भर्खर ल्याएको बुइनीलाई टिका लगाइदिनु पर्छ दिपिकाको त केसरी दम्मा होला अन्त अलि उता गर नानी हो त्यसो गर राम 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 हत्तेरिका गाह्रो छ यो
खलसिया छ त हौ यो हात दिएन भयो हुन्छ त वाउ सुभाष दाइको त खोद्रा आयो त हो नि एकदिन त खुट्टामै त ढोके त पञ्चले के अरे झोला दिउँ भनेको हो र सर त्यस्तै हो सन्तान ठुलो छ यो यता राख्मै यो गडबडी भयो त फेरि जाऊ त विजयकोमा जा आयो विजय खोइ यता त के गर्दैछ हौ यता खोइ केही देखिएन त नि लु भएन देखिएन पो त यता त अब यिनीहरू सक्यो अब त्यो फुलले पूजा गरेर एक मुठी गाडी ल्याइदियो भने त गाडी छैन अस्ति मोटरसाइकल चाबी दिने भनेको नि आज मोटरसाइकल चाबी दे अस्तिको आज पो दिनु त भारे कोठामा गरेर दिनु यहीँ दिनु पर्यो नि कतिवटा चाहियो धेरै जति दिए पनि पुग्दैन अनि उहाँ प्युठान पुग्नुपर्छ अलिक अन्त कहाँ पुग्छ त नि होइन टाढोको बाटो लामो बाटो अन्त त्यसो पो त घुम्ने एउटा घुम्ने अब ल एकछिन ग्रुप फोटो खिच्नुपर्छ यो पछाडि आउनु बाँकी छ नि फुलले यसो गर्दै सबैको अनि हेर तिम्रो मोबाइल मिलाउँदा मिलाउँदा दिन जान्छ लाइजाले तिम्रो पालाई ल सिक्ने हो जान्ने हो सिकाउने हो ल ल भयो बल्ल झला भेटेछ झला भेटेछ पछि त्यसको गिफ्टमा फुल पनि राख्छ त्यो उता के छ अरे भाउजूहरूको आफ्नै तरिका छ नि हौ यो हो नि तरिका त ल हाम्रो चाहिँ अब खाने कार्यक्रम सुरु तपाईँ चाहिँ यो सुरुमा ह्यापी तिहार दादाहरूको पालि हस् भन न बिस्तारै है त्यो बिस्तारै छोड्नुपर्छ है छोडो छोडो बिस्तारै 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 भुइँतिर हो मान्छेलाई होइन सबै कलर हालिदियो अङ्को खरलाई सबै कलर तेलबाट चिप्लेर अगाडिबाट बिस्तारै ल ल भयो कपाल कोरिदिनुहोस् कहीँ हो कोरिदिनुहोस् अब सागर दादा गर्ने ल टाउकोमा फेरि खुट्टामा जिउमा अनि टाउकोमा
बेबी त्यसो गर्नु हुँदैन है ज्ञानी भएर बस्छ नचल न बेबी तपाईँ 3टा लगाइदिनु भान्जाले टिम रात बसी लाग्छ मैले फोटो नि खिच्दिनु नगर्ने बेबी त्यस्तो आजको दिन त गर्नुहुन्न है यहाँ गर्दा फोटो हुन्छ होइन बेबी नचल न दादाले अलिक टाउको माथि गर्नुहोस् त म फेरि यस्तो गरेँ भने त फेरि म खाना नि खाएको छ दादाहरूको लागि अरू चिज चाहिँ खाएको छ ल त्यही भएछ मलाई त पर्दैन त्यो फुल खुट्टा अब यस्तो गरेर ढोक्नुहुन्छ दादाले अब अलिक यता हो त्यहाँ अलिक बसी बसी एउटा फुल यसको त पल्लो बढी छ रातो झोला दिनु त पल्लो कुरामा चाहिँ रातो झोला मलाई त सानोमा खाम्दी त्यहाँ त रुखको पो थियो त हो र 3जना फोटो खिचिन्छ 3 टाइम्स हजुर छिटो न छिटो गर अझै ए भाइ मसला गयो यसको पानी हाम्रो सेलमा यस्तो हुँदैन घोडामा थोरै घोडामा पहिला घोडामा कुममा सोल्जर टाउकोमा फेरि 3 टाइम्स बिस्तारी गर्ने बिस्तारी स्लोली थोरै लिनु भित्र पसेर ल बिस्तारी थोरै घोडामा सोल्जरमा टाउकोमा फेरि अब 1 टाइम फेरि 1 आयो त अझ एकचोटि लुगा हुन्छ है अब अझ एकचोटि अलिक नजिक लगा अझै मम्मीको धुपले मलाई कतिजना फोटो खिच्ने ल बस गाइस हामीले चाहिँ खानासाना पनि खाइसक्यौँ अनि अहिले चाहिँ साँझ भइसकेछौँ फेरि खानासाना खाने दाईहरू पनि आधी दाईहरू गइसक्नु भयो घरतिर सो हाम्रो चाहिँ तिहार यसरी नै रमाइलोसँगले भयो अनि हजुरको तिहार चाहिँ कस्तो भयो होला कमेन्ट डाउन गरिदिनु होला अब आज भाइ टिका सकेपछि त तिहारै सकिगयो होइन त सो आइ एम भेरी आज यसपालिको तिहार चाहिँ एकदम रमाइलो भयो है त सो जो आउनु भएको छैन त्यो दाइहरूलाई चाहिँ यहाँबाट ह्याप्पी भाइ टिका भन्न चाहन्छु है त अब कोही त व्यस्तताले आउनु भएन सो त्यो पनि छैन सो अब मेरो भिडियो चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला अहिले चाहिँ बाई